हेलो गाइज वेलकम टु ब्याक माई न्यू भिडियो। आज चाहिँ हामी इक्जाम दिन जाँदैछौँ होइन। यता सम्धि, यता पछाडि नि सम्धि, ओयम यम बिरु। ल हेर्दै जाउँ कस्तो हुने रहेछ सफर आजको। साथी हो अहिले चाहिँ हामी इक्जाम दिएर निस्किसकेको है। अब इक्जाम बिग्रेर यहाँ टाउको दिएर मेरो साइडमा पर्ने केटी लास्ट जान्ने थियो यता जान्ने पर्यो त देखाउँदैन त के गर्ने त अनि छोपेर लेख्छ त के गर्ने साला 2 मिनेटले हिसाब छ मेरो देखा भने मेरो अगाडि केटीमा देखा भने मैले हेरेर गर्न नपाइकिन हिसाब छ के मलाई आउने इक्जामको बिल्डिङ चाहिँ यही हो। आनन्दले बस्दिरहेको आफ्नो मिलेको याद गर्दा नि त्यस्तो मिलेको ल सम्धिमा है। आजको इक्जाम कस्तो भयो सम्धि? 思ったよりうまくいけたと思います。はい。じゃあ今から N2 の準備してきます。 तर चेउखाइ चाहिँ बवाल भयो मेरो साइडमा भेदै परेको थियो होइन। कसरी देखेको थियो भन्दाखेरि यस्तो होइन त्यो एन्सर लेख्ने खामी यतापट्टि क्वेसन यतापट्टि ठ्याक्कै छोपेर लेखेको कि मा त्यसपछि मेरो नि पाली आयो चेउखाइमा मैले नि त्यही गर्दै गएँ नि चेउखाइ। 今日から N2 の勉強を始めます。よろしくお願いします。 अब एननी पढ्ने रे सम्धिसान म पनि अब एनफोको तयारी गर्छु। अर्को 12 उसको 12को महिनामा फेल भयो भने एनफोको इक्जाम दिन्छु। यहाँ निची अब म त यहाँ निची अनि सम्धि यहाँ निची ल मेरो चाहिँ थाहा छैन। यो बिल्डिङमा भएको थियो क्या इक्जाम चाहिँ। के हो यो? साथी हो के छ सम्धि? ठीक छ यार। कस्तो भयो? अब कस्तो कस्तो सम्धि यार? साथी अहिले चाहिँ हामी लास्ट स्टेसन आइपुगिसक्यो। अब एक्जिट गर्न थाल्यो क्या देगुजी निस्किन लागेको। यता सम्झेहरू हुनुहुन्छ हो है झुट कुरा बोल्दैन अब अब कोमागाउँमा आइपुग्यो। अब चाहिँ यही हो, अब हिँडेर यसो जानुपर्छ। ल ल सम्झि हाल्नु पऱ्यो। तपाईँको नाम के हो अरे? बिन्ता। आज मेरो साइडमा एउटा सापकोटा परेको थियो तपाईँ जस्तै। के थाहा तपाईँको दिदीबहिनी हुनसक्छ। हो ल साथी हो निस्कियो। अब एक्जिट पनि गरियो। यता साथीहरू अब टक्क लाएर कहाँ जाने रे सम्झि? हामी कहाँ जाने रे सम्झि? पछाडि 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 सम्झि पछाडि। होइन मेरो आइडीलाई नि ट्विट पारेर हाल्नुपर्छ। त्यसरी नै हाल्नु मिल्छ अरे। केटाहरू निस्किसकेको अरे।
आज कसैले धेरै भोक यति धेरै भोक लागेको छ भने मलाई लागेको छ क्या सम्झि यार ल साथीहरू अहिले चाहिँ नेपाली पसलमा टन्ना पेट पूजा गरेर आएको अब चाहिँ टक्क घर जाने हो अनि त्यही हो हिँड्दैछु बिस्तारै 5 मिनट जति लाग्छ यहाँबाट रुम पुग्नलाई चाहिँ लिसनिङ त अस्तिको सिजनको भन्दा ल अहिले चाहिँ हामी ठ्याक्क रुम आइपुगिसक्यो अब टक्क यहाँ सम्झिले यसो चाँदी कोलैची गर्नुहुन्छ